गाइस मेरो बहिनी भर्खरै फेरि उठ्यो। यहाँ पुरा रिसाएको छ। उसले पुगेन भनेर उठ्यो। गुड मर्निङ। रिसाएर बम भयो गाइस। हेर्नु न के हेरिरहेको छ। ओइ यता हेर। हेलो भन्नु न। हेलो भन्नु न। रिसाएर हेर्नु न चिचाको। आवाज सुन्ने बित्तिकै कहाँबाट आयो भनेर फर्किन्छ है। अजिब छ अजिब। यहाँ मान्छे सुतिहाल्छ। हाम्रो भ्लग डे 1 मा यहाँ सुतिहाल्छ। यहाँ मेरो बहिनी म चाहिँ भ्लग हानिरहेको छु। बहिनीले दिदीले के गरिरहेको छ भनिरहेको छ। हेरियास् त मस्त है बेबी। बल्ल्याउ न लु। कति हो आया गाह्रो भयो मलाई। मेरो यो ज्यानमाथि बसेछ है गाइस। लड्यो अल्झ न बहिनी लड्छ। लड्यो पल्ट्यो अब चाहिँ खुट्टा चाहिँ त्यहाँ पुगिहाल्यो। यत्रो भइसक्यो गाइस। सोच्दा 9 महिना हिँडिसक्यो साह्रो। रिसाएर अनुहार बिगारिया छ हौ मेरो पुन्टीले। लात्छा त दिदीको मुखमा पुगाइसक्यो। लास्टै फटाछ नि गाइस। यसलाई 24 घन्टा अटेन्सन चाहिन्छ। दिएन भने रिसाउँछ। त्यो त्यतापट्टि फर्किने होइन बुबुको लागि हो। अनि मम्मी छैन नि त दुध दिनलाई। अनि त्यहाँ गर्दै बसिरहेको छ। यो चाहिँ हाम्रो डे 1 अफ भ्लग होइन। यति मात्रै हुन्छ। भर्खरै बिहानको 8:30 होइन 28 भइरहेको छ है गाइस। 3 मिनटको भिडियो हेर्नु। ठुलो छोरालाई सुत्ने देखाएन गाइस न। सानो चाहिँ हाम्रो भ्लग चाहिँ यो खानालाई खेल्नलाई होला हुन्छ। नान त हात ल टाउको उता फर्काएर उयो हेरिरहेको छ कि त्यो सेनहरू उसहरू। खुट्टा हेर्नु खुट्टा यसो राख्ने भन्छ।